एक हातमा सुन्दर कमल लिएकी, थरी थरीका गहना लाएकी, सुनभन्दा पनि पहिलो रूपले धपक्क बलेकी श्री सुस्तानी परमेश्वरले ध्यान गरी, हे ईश्वरी भनी वरदान माग्नु र प्रसाद झिक्नु। त्यसपछि उनी अष्टसय मध्ये 8 रोटी, 8 अक्षता, 8 बेलपुसी, 8 जने, 8 पान, 8 र 8 टुक्रा सुपारी सगुन समेत आफ्ना पतिलाई दिनु। पति नभए छोरालाई दिनु, छोरा नभए छोरालाई दिनु, छोरा पनि नभए जुन इच्छाले व्रत गरेको छ त्यो कामना सिद्ध होस् भनी गङ्गामा लगी पकाउनु। 100 रोटी आफूले फलहार गर्नु, रातमा जागराम गरी उनी ईश्वरीको महिमा सुनाउनु। हे गिरिजे, श्री स्वस्थानी परमेश्वरको प्रसाद दिने बेला श्री महादेव तिम्रा समीप आउनु हुनेछ। तिम्रो भक्ति देखेर म खुसी भए, श्री महादेव स्वामी पाए भनी वरदान दिई श्री स्वस्थानी परमेश्वरको व्रत विधि श्री विष्णुले भनेपछि उमादेवले मनमा आनन्द मानी श्रद्धापूर्वक श्री विष्णुको पूजा गरी प्रणाम गरिन्। अनि श्री विष्णु गरुडमा सवार भई त्यहाँबाट